आजभोलि फेसन भनौँ या संस्कृति भर्खरका केटाकेटीदेखि लिएर युवा पुस्ता महिला हुन् या पुरुष प्रायजसो धेरैले आफ्नो एक खुट्टामा कालो धागो या कालो रबर बाँधेको सजिलै सहर बजार छरछिमेकमा देख्न पाइन्छ। वास्तवमा यो फेसन हो या संस्कृति, यसको कुनै प्रमाणित कारण भने छैन, न त कुनै वैज्ञानिक कारण नै छ। छरछिमेकमा केही एउटा व्यक्तिले लगाएको देखेर अरूहरूले पनि लगाउने गर्दछन्। हिजोका पुराना दिनहरूमा यस्तो चलन हाम्रो समाजमा थिएन। परिवारमा कसैले नानी पाउँदा मात्र हिन्दू संस्कार अनुसार अरूको कालो नजर नलागोस् भनेर खुट्टामा या हातमा कालो चुरा या धागो लगाउने गरिन्थ्यो र अहिले पनि कतिपय समाजमा यस्तो चलन हुँदैछ। तर अहिले आएर सबै पुस्ताका मानिसले कालो धागो बाँध्ने गर्दछन्, त्यो पनि खुट्टामा। आखिर किन हजुर? यसै प्रसङ्गमा जिज्ञासा राख्दै हामीले धेरैजना यस्तै कालो धागो खुट्टामा बाँधेका व्यक्तिहरूलाई किन बाँध्नु भएको भनेर सोद्धा यसको जवाफमा यस्तो पो हुँदो रहेछ भनेर थाहा पायो। कसैले बोक्सीको नजर नलागोस् भनेर यो बाँधेको भन्छन् भने कसैले हात खुट्टा झमझमाउने समस्या निको हुन्छ भन्छन् त कसैले यो युवा पुस्ताको स्टाइल हो, फेसन हो भन्छन् त कसैले मेरो भाकल थियो देउताको त्यसैले बाँधेको भन्छन्। अनि अन्त्यमा एउटी केटीलाई यो बाँध्दा के हुन्छ भनेर सोद्धा उत्तरमा यो बाँध्दा म अलरेडी कसैको लभ अफेयरमा छु या आई हेभ अलरेडी बोयफ्रेन्ड भन्छन्। मित्रहरू, अरूले जे जसो जवाफ दिए पनि तपाईँको जवाफ कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। धन्यवाद।